यो भने हाम्रो विन्ध्यवासिनी मन्दिर जाँदै गर्दाखेरिको यो लाइन पोखरामा पनि पहिलोपटक आएको जे होस् रमाइलै भइरहेछ। मेरो ग्रुप खायो मेरो ग्रुप गरे ए मेरो ग्रुप यहाँनिर छ म कहाँ छु त ए यार मलाई धनबहादुर देखेन अरे यो चाहिँ विन्ध्यवासिनी मन्दिरदेखि देखिने यो सुन्दर दृश्य। हिमाल पनि देखिरहेको पछाडि त्यही त हाम्रो फोटो खिचौँ के पोखरा विन्ध्यवासिनी म्युजिक भन्छ विन्ध्यवासिनी मन्दिरभित्र प्रवेश गरिसकेपछि कोही पूजा गर्न कोही यताउता घुम्न म भने फोटो भिडियोहरूमै व्यस्त। यहाँनिर यिनी फुलहरू यस्तो दामी देखिन्थे यति राम्रो देखिन्थे। सबै साथीहरू कता बिजी छन् थाहा छैन। म भने दुईटी नानीसँग डान्सको प्र्याक्टिस गर्दै। अब भने हामी पोखराको सबैभन्दा प्रसिद्ध स्थान फेवातालमा आइपुगेका छौँ। अब ढुङ्गा चढ्ने प्लानिङ हुन्छ होला। म चाहिँ यता भिडियो रेकर्ड गर्दै त्यही माथि नानीहरूको गीत। यो पुल चढेर वारी आइसकेपछि पुल भन्छु यार ढुङ्गा चढेर वारी आइसकेपछि ढुङ्गा चढेर वारी आइसकेपछि पनि रमाइलै छ। यसो टिकटक बनाऊँ कि भनेको ठोक्किन पुग्यो। उठ्न त अलि डर लागेको थियो फर्स्ट टाइम चढेको त्यही पनि भिडियो खिच्नको लागि उठ्दिएको। ल हुन्छ हेर नि त देखिने भाइ गाउँकै भाइ बहिनीहरूसँग फेवातालमा पनि रमाइलो नै भयो। पछाडि ढुङ्गाहरू पुरा लाइन लगाइएको छ। कति सुन्दर दृश्य। कोही अझै घुम्दैछन् कोही नानीहरू सामान किन्दैछन्। म चाहिँ बस्नेर आएँ। हामी पोखराको अरू ठाउँहरू पनि घुम्यौँ त्यो भने अर्को भिडियोमा देखाउँछु। जसले यहाँसम्म भिडियो हेरेर साथ दिनुभएको छ मन परेमा एक लाइक अनि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला।